लु यहाँनिर चाहिँ एकदमै धमाधम पूजाको लागि गाख्री टल्काउँदैछ। यो ताँबाको कि काँसको हो? यता छ है हाम्रो युट्युबर नि यस्तो दामी टल्काउँदैछ है। हेर्नुहोस् यहाँ साथीहरू, यहाँनिर हाम्रो बरीले आनी बरी यतै एकदम राम्रो टल्काउँदैछ है। यो के हो यो खै? के अरे यसको नाम चाहिँ? जारा अरे? ए धारा? ल यसरी यहाँ चाहिँ भोलिको लागि अब एकदमै यसमा फुलहरू भर्ने छ है। एकदमै मजाले यतै के भन्ने कि यता हाम्रो अब भन्नु त केही छैन। यो भाडा टल्काउनु चाहिँ ठन्डामा चाहिँ नटल्काउनुहोस् तपाईँ। साह्रो है, साह्रो पर्दो रहेछ ठन्डा महिनामा चाहिँ टल्काउनु। यसरी यहाँ भाडा टल्काउँदैछ। यता खाजा पस्किने यहाँनिर धमाधम। आज के रहेछ खै खाजामा? खाजामा यतै सिनियरमा हाम्रो बोजू हुनुहुन्छ है। एकदमै उहाँ पुरै एक्टिभ छ यस्तो कुरामा चाहिँ, एकदमै जोसिलो छ एकदम। यहाँ हेर्नुहोस् पुरा एउटा पाको उमेरको भएर पनि यहाँ एकदमै उहाँले हाम्रो भाउजू बुहारीहरू सघाइरहेको छ एकदम। हातमा हात काँधमा काँध दिइरहेको छ। एकदमै राम्रो है यो हाम्रो गाउँठाउँमा। यहाँ बुहारीहरूले पस्किँदैछ, यता यो पानी ततिँदैछ, यता चाहिँ खाना यहाँ अब यो त मेरो होइन, ऊ बुहारीको गरिदिएको त यस्तो भिडियो गर्दैछ। दाल आयो यहाँनिर। यही हाम्रो सुजित बुहारीहरू यहाँनिर। यो के हो यो? आहा यो त अलिक भएन हामीलाई। यहाँ केटकेटीहरू फेरि बिहामा जस्तो लहरै बसेर भतेर खाँदैछ। हेर्नुहोस् आउँदो पिँढीहरू। ल आउँदो पिँढीहरू हेर्नुहोस् है। हाम्रो आउँदो हाम्रो कर्णधारहरू हाम्रो गाउँको यस्तो। लु यो उयसको है असल परेको बेबीहरू के खानु भएको? एकदमै हाम्रो सरस्वती पूजामा चाहिँ यसले खै यो एकजनाको अनुहार देखेन है। यो चाहिँ को हौ? यो कालो केटा चाहिँ को हौ? ए को हौ? ए काइरा तिमी माम खाँदैन? मैले सबै गरिदिएँ ल। हाम्रो आमा माग्छ ऊ